आज म पसल गएको सपिङ सबै हो सो वाट्स इन झोला गरौँ है त दिस इज माई रेनकोट cover for my scooter. I have tried very hard to find this. Actually, this is day 2 of finding the raincoat cover for my scooter. I hope this one sticks to the till the end. This one. Okay, who can upload this? This tripod stand from Jawda Hill, one of the electronic gadget shop. I thought झोला काम लाग्छ भनेर सामान हाल्नु तर ठुलो होलसेल झोला नै पाइयो सो त्यो झोलाको काम भएन shopping bag. This is sports bra. I have searched for a good reasonable sports bra for a very long time. At the day 3 मा गएर मैले NBTC बाट होलसेलमा उठाएको यो. I tried this. कम्फर्टेबलै थियो. लेट्स सी कतिसम्म टिक्छ बिकज मैले महँगोवाला पनि किनिसकेँ रिबुकबाट त्यस्तो धेरै सपोर्ट चाहिँ पाएन प्राइसको अनुसार तर दिस वान आई थिङ्क आई एम लिटल बिट होपफुल फर दिस वान. नेक्स्ट अप इज दिस सक्स. समरको लागि काम लाग्छ म धेरै स्कर्ट लगाउँछु त्यही भएर अनि खासमा मलाई एक दुई जोर भइपुग्थ्यो थियो त्यो होलसेलमा मैले एक दुई जोर किन्न पाइएन अनि पसलको आन्टीले चाहिँ समरमा स्कर्ट लाउने बेला त चाहिहाल्छ भनेर 10 वटा उठाउनु हो. अब 10 वटा मैले 900 तिरेर 10 वटा ल्याएँ. आई थिङ्क द्याट्स गुड फर द प्राइस. अब क्वालिटी चाहिँ कस्तो हेर्नुपर्छ. अझ यसमा बनी पनि छ बनी. नेक्स्ट अप दिज आर अन्डरगार्मेन्ट्स अनि यसमा अर्को पनि के कुरा छ. यसमा एनदर स्पोर्ट्स ब्रा एकदम अहिले ट्रेन्ड भइरहेको वाला स्पोर्ट्स ब्रा छ जुन चाहिँ पछाडिबाट पनि टाइट गर्न मिल्छ यो अगाडिबाट पनि यो साइडमा पनि टाइट गर्न मिल्छ. अब मैले यति धेरै हन्ट गरि नै सकेँ त्यही भएर सस्तोमा पाइरहेको दुइटै उठाएर ल्याएँ मैले. यो पनि छ कलर पनि राम्रो छ जिपर पनि छ अगाडि. सो आइ एम होपिङ दिस इज अल्सो गुड. नेक्स्ट भनेको अन्डर गार्मेन्ट्स हो. समरमा काम लाग्छ स्कर्ट लाउँछु धेरै त्यही भएर त्यो पनि मैले सस्तोमै पाएको थिएँ. नेक्स्ट अप इज दिस समर ग्लोभ बाइकमा लगाउनलाई. फेरि चाहिँ सर्जिकल पन्जा जस्तै थियो कि यो त्यो हस्पिटलमा पाउँछ सेतोवाला. हात पनि सानो छ त्यस्तै त्यस्तै छैन. अब दुइटै लाउँदाखेरि त्यस्तै कमेडी नै देख्छ. अरू कलरहरू पनि थिएन अप्सनमा ब्ल्याक त्यस्तै पिङ्क स्काई ब्लू टाइपको थियो. अब त्यो छिटो कालो भइहाल्छ. यो पनि कालो त हुन्छ तर रिलेटिभली अरूभन्दा राम्रो देखेर मैले किनेँ. अनि बेस्ट पार्ट यसको चाहिँ के भन्नु न ग्रिप. अनि यसमा मोबाइल चलाउनु पर्छ त्यही भएर मोबाइल चलाउनुलाई स्पेसल मैले पुरानो मेरो समरको ग्लोभ चाहिँ मैले पाल पार्दै थिएँ कि मोबाइलको लक खोल्नलाई. आज यसमै छ सो इट विल बी गुड आई थिङ्क. यो पनि तर छिटै कालो हुन्छ. आइम भेरी स्योर त्यस्तै कलर छ पिङ्क कलरमा छ. स्टफ इज यो चाहिँ अब असारमा पानी सानी पर्छ अहिले पानी पनि परिरहेको छ. मेरो सेतो जुत्ताहरू कालो भइहाल्छ होइन सो यो चाहिँ मेरो सु कभर हो. त्यसलाई पनि मनपर्छ. कुकुर सबै कुरा मनपर्छ. हेर एकदम घर आएको कुकुर छ हाम्रो. सिलिकोनवाला दराजबाट अर्डर गरिरहेको थिएँ. त्यो चाहिँ जुत्ताको लेन्थमा मात्रै आउँछ. यो चाहिँ माथिसम्मै आउँछ क्या. सो म ट्राभल पनि गर्दाखेरि पनि काम लाग्छ जस्तो लाग्यो. यो पनि मैले 650 हेरेर कतिमा उठायो हेरौँ कतिसम्म टिक्छ यो. माछामा आउनु भएर लिएको हो. अब मेन हाइलाइट चाहिँ